everyone, it's me Rujita Poon and welcome back to my channel. सबैजनालाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना र आज चाहिँ वैशाखको 1 गते हाम्रो माथि लालीगुडा समाजमा प्रोग्राम छ। त्यो अटेन्ड गर्न म अनि मेरो फ्यामिलीहरु जाँदैछौँ। लगाइसकेको हातमा यो मोइस्चराइजर युज गर्दैछु अनि मैले चाहिँ मेरो अगाडि ठ्याक्क ऐना छ, सो म त्यता हेरेर काम गर्छु। मेरो कोठाहरू यस्तै मेसी छ, तर पनि इग्नोर इट। अनि त्यसपछि चाहिँ हामी लाउँछौँ यो सनस्क्रिन, तर यसको पनि हालत खराब भइसक्यो साथीहरू। यति मात्रै रहेछ, तर यो मैले पहिला 1 वर्ष गरेको थिएँ हैन। अनि अहिले त कलेज छ नि त, अनि कलेजमा लगाएर जानुपर्छ के। अनि म कसरी बोलिरहेको छु, कलेजमा लगाएर जानुपर्छ, सो त्यसले गर्दा छिटो सकिरहेछ। कलेज नहुँदा त बाहिर जाँदा मात्रै लगाउँथेँ मैले। म यस्तो कन्जुस छु। अनि मलाई थाहा छैन यो ब्लग आउँछ कि आउँदैन भनेर, कस माथि गएर पनि मैले क्याप्चर गर्छु कि गर्दैन, आई डोन्ट नो। अनि मैले लगाउने ड्रेस चाहिँ मगा ड्रेस। अब यसको उहरू चाहिँ एसेसरिज के भन्छ, गहना तिनीहरू चाहिँ तल दिदीसँग छ। अनि फाउन्डेसन पनि दिदीसँग छ, सो म अब फाउन्डेसन लिन जान्छु। अनि मसँग त्यस्तो बेसी मेकअपको प्रडक्ट केही छैन, मैले मेकअप पनि गर्दैन खासै। अनि त्यही भएर मसँग मेकअपको सामान छैन। मलाई चाहिँ यस्तो इयरिङ्सहरू कस्तो लाउन मन लाग्छ कि, तर के गर्नु, काममै छैन म। अब म चाहिँ तलतिर गएर सामान लिएर आउनुपर्ने हुन्छ। सो गाइस, मैले चाहिँ तल गएर पोकापनतिर सबै ल्याइसकेँ। पोकाहरू यहाँ चाहिँ हाम्रो अर्को तलबाट रेन्टमा लिएको ड्रेसहरू छ। अनि दिस इज सिस्टर्स मेकअप टुल्स, के अरे दिदी अनि बहिनीको मेकअप टुल्स हो। यहाँ ल्याइसकेँ मैले। अनि मसँग त्यस्तो साह्रो छैन, सो आई एम गोइङ फर दिस। सो गाइज, मैले चाहिँ मेकअप गरिसकेँ। आज चाहिँ मेरो मेकअप त्यस्तो राम्रो भएन। बिर्सेको कपिराइट लाग्छ नि त। हेर्न सक्नुहुन्छ साथीहरू, म त ब्लस नि हातले गर्दै थिएँ। अनि अब चाहिँ मेरो मेकअप डन भइसक्यो। यहाँ लिपस्टिक चाहिँ किन नलाएको भन्दाखेरि हामीले खाना खाएको छैन। खाना खाएपछि हामी लगाउँछौँ। अनि सबै मेसी पारामा भइरहेछ साथीहरू, के गर्नु खै। अब हामी कपाल बनाउँछौँ। साथीहरू जति पोते पनि यस्तै हो कि।
अब हामी चाहिँ लाउँछौँ कम्प्याक्ट पाउडर। गाइस, म चाहिँ रेडी भइसकेँ। मेरो कपालले चाहिँ कहिले धोका दिन्छ मलाई पनि थाहा छैन। र अब चाहिँ हामी यहाँबाट हिँड्न पर्ने हुन्छ। मेरो मेकअप के भएछ मलाई पनि थाहा छैन। हामी चाहिँ बाहिर निस्किसक्यौँ। म, फुपू, दिदी अनि भाइ। सो गाइज, अहिले चाहिँ धेरै गर्मी छ अनि हामीले चाहिँ छाता बिर्सेर छौँ। अनि मेरो अर्को भाइ पनि आउनुभयो। अब धेरै गर्मी छ अनि आज प्रोग्राममा नाच्न पनि सकिन्छ, नाच्न पनि सकिन्न। हो र नि, मेरो आलु बचाइहाल्छ नि। कस्तो गर्मी हो, झन् कालो कलरको चोलो लगाएको त। अब केटीहरूले के गर्छन् रे? यस्तो गर्छन् अनि मुभीमा शाबाश बेटा, बहुत बढ़िया। चोरीमा चोरी टुकुर टुकुर। गर्मी भयो होइन? यस्तो अनि लुङ्गी डान्स लुङ्गी डान्स लुङ्गी डान्स। हामी चाहिँ समाज घरमा आइसक्यौँ। Say hi to my vlog. It's me. You all know who is me. लाएर यहाँबाट नि खिच्दै कहाँ? यहाँ खिच्ने क्या होइन होइन तल कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। हालत गाइस, हालत हाम्रो चाहिँ प्रोग्राम भयो साथीहरू अनि हामी चाहिँ घरतर्फ जाँदैछौँ। होइन यो भनेको मैले अनि जिन्दगीमा अलि जाने गीत गाउँ न। के भयो आज मलाई अल्छी लागेको छ धेरैमा धेरै। हामी बाटो बाटो हिँडिरहेछौँ छम छम भन न। So much for watching this video and don't forget to like, comment, share and subscribe to my channel. Bye.